केही हुँदैन कहाँ हिँडेको तिमी दुमा उमुसँग के गर्ने आज धान रोप्ने होइन नि आज धानको बिउ उखाल्ने भोलि त तिम्रो एक्जाम अनि कहाँ भोलि त तिमी भ्याउँदैनौ भोलि त तिमी भ्याउँदैनौ नि भोलि धान रोप्ने ल हिँड 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 स्कुलबाट आएर लड्छ हो स्कुलबाट आएर त कहाँ रोपिसकेको हुन्छ त्यतिखेर कहाँ पकार्नु हिँड 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 यो उतै राख्ने पर धान उखाल्ने ठाउँमा ल हिँड हिँड छिटो 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 हिँड दुमा हिँड केही गर्दैन गड्यौलाले हिँड न हिँड केही गर्दैन के को सार्पा हुन्छ त्यो हिँड 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 केही हुन्न ए तिम्रो त्यो पुरै के सुन्दैछौ के भनेको त्यो भनेको कुन राई भाषा पस न छैन पस न हिँड 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 न पानी छैन उमोको जति त हो नि ए लाग्दैन हिँड 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 उमोको भएको नि रे कसरी अड्किन्छौ तिमी पक्रिनु अघि नै उठेको उखेर खाना खुवाइ गरी ल्याएको हिल भएन धानको बिउ उखालेको उखाल्ने खेलाउन आएको त्यसरी होइन तलबाट हो खै ऊ आन्टीहरूले नमस्ते गरेको टोकेको त खुन निकालेर हजुर भन्ने बच्चा हजुर मलाई डराउने काम के बाबुले त मलाई डराउने खाला न तिमी त नभए त कहाँ मैले लडाएको छु टिकटक बनाएको भिडियो उखाला न उखाला
म यो खोस्रो खोस्रो तपाईँको मैले नजानेको त्यसो भन्दा त्यो शीतलको छोरा हिँड्ने र हिँड्नु थालेछ नि सक्छ नि हिँड्नु त्यहाँ देखेँ कि त बोलाउनु त बोलाइन म नागिगएको थिएँ त अनि त्यसपछि देखेँ होइन बोलाइन मन अब त हिँड्नु रहेछ हिँड्छ पहिला त बोल्दैन कति दिनसम्म कहाँ यहाँ नुहाउने हो पकौडी खेल्नु सुटौँ किन सुत्ने दाइ हिलो खेल्न मन जाउँ त उमरको नेरी गएर खेल्नु त समायो खै हेरौँ के कहाँ समायो के समाएको खै कति सानो रहेछ नि पख एकछिन हेरौँ एकछिन भाग्न देऊ न त हेरौँ खै पख एकछिन हेरौँ न त समायो खै हेरौँ कत्रो नमार है नमार मर्छ है मर्छ त्यहाँ स्पिड जाऊ न स्पिड जाऊ धानको बिउ उखालिसक्यौ तिमी त भ्यागु त मार्दै हिँड्यौ खै भ्यागु त पो मार्दै हिँड्यौ त तिमी ल ल ल तेरिका चप्पल लिएर हिँड